यो हाम्रो पौडेल बन्धुहरूको कुल पूजा गर्ने ठाउँ राउसेको ओडार। यस्तो ओडार छ हेर्नुहोस्, यो यस्तो छ। यहाँबाट तल टक्कसम्म छ। यो चाहिँ प्रसादी बन्दैछ। यहाँ प्रसादी जम्मा हुँदैछ सबैको। टटाउँदै गरेको है। अर्गानिक आलु काट्दै यहाँ तरकारीको लागि हो। हजुर, तरकारीको लागि ल मिठो देखियो हाम्रो पहाडी आलु भयो। यो त घिउ छान्न रेडी छ, छान्न बाँकी छ है। गर्दै गर्दाखेरि फेरि एकदम यसलाई खानेर सफा गरेर खाने है। हुन्छ भने मस्त। यहाँ खाइपिई गरेपछि यहाँ भजन गाउने नाच्ने बजाउने गर्ने हो। यो सबै भाइहरू यहाँ बस्ने हो, खाएर दगुर्ने होइन। हस्, हजुरको के भन्छ, बाढीलाई स्वीकार गर्दै हामी अगाडि बढ्नेछौँ। ल ल भिनाजु ठिक छ नि? कुल पितृकोले सबलाई भेटघाट बनाइयो, सब रमाइलो छौँ, हाँसी खुसी छौँ। ल फ्रेममा आउनु पऱ्यो है। ल टक्क छ मित्र, मेरो प्यारो साथी जगेश्वर। हात ढुङ्गा हो के गर्ने हो? फ्याँक्ने हो? सफा गर्न लाग्यो। भेरी गुड। माइलेको नाति, कुर्नेको छोरो। ल भयो, आउँदैछ, अझ थपिँदैछ। किन्न पर्दैन। हामी उहाँ टाढा तराईबाट आछौँ। तराईदेखि पहाडसम्मका मान्छे जम्मा भयो। यो पहरा हेर, पहरा ओडारको पहरा लाग्यो। वा, डरै लाग्ने है। खतरा छ क्या यो त। भ्यूहरू बढिरहेको छ ए है, बडो यस नो अब तेरो टुप्पी देखाइ त। ए यसको टुप्पी यहाँ छ। मेरो टुप्पी यहाँ छ। हामी अघि टुप्पीवाला, ऊ पछि टुप्पीवाला। म चाहिँ हाम्रो खास कुल पितृहरूलाई पूजा गर्ने ठाउँमा जाँदैछु। पौडेल बन्धु कुल मन्दिर प्रवेश गर्दैछु म। अब अगाडि बढिन्छ, पूजा के कसरी हुन्छ त्यो हेरिन्छ। एकछिन पहराको दृश्य हेरिन्छ, ओडारको दृश्य कस्तो छ भनेर, प्रकृतिले कस्तो दिएको छ भनेर यो हेरिन्छ हामीले। त्यसमा सबैले हेरिन्छ, तपाईँ हामी सबै मिलेर सर्व औषधिहरू भनेर यसो फुलहरू हालेको यहाँ छ त। फुल पूजा भनेर यसरी स्थापना गरेर आफसाप पिपलको पातहरू भनेर यसो चाहौँ। हिरण्य गर्भ सुपारीहरू भनेर चढाइनु। हामी यता हाम्रो ओडारको विशेष हेर्न पर्यो। विशेष ओडार हेर्न पर्यो। सानो ओडार हेरौँ पहिला। यहाँ चाहिँ सानो ओडार हेर्नुहोस्, यस्तो छ। यहाँभित्र जान अप्ठ्यारो छ। यहाँसम्म मात्रै छ। यहाँ ढुङ्गाहरू देख्न सक्नुहुन्छ कसरी कुदेको छ। आफै कुदेका हुन्, प्रकृतिले कुदेको चिज हो यो। मान्छेले कुदे चाहिँ छ। यहाँ यो देख्न सक्नुहुन्छ। यहाँनिर हेर्नुहोस्, यो के दृश्य हो यो। पहराभित्र यस्तो दृश्य छन्। अनि माथि ल हेर्नुहोस्, सर 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 यस्ता छन् यहाँ दृश्य। रोचक छ हाम्रो
त्यसै कुलपित्रीहरूले यो ठाउँ रोजेका होइनन्। यहाँ विशेष दृश्य छ यहाँनिर। यो हरियो हरियो घाँसहरू देख्न सक्नुहुन्छ। यी झार पनि उम्रिया छ। पर यहाँ माथि खोपा छ एउटा सानो, यस्तै झुन्डिया छन्। पत्थरहरू झुन्डिया छन्। कस्तो अचम्मको छ है दृश्य। पूजा यहाँ हुँदैछ। कैलाश पर्वत यहाँ यसो छ। यहाँ तीनवटा छन् होइन। म तलबाट लिन्छु यो। अनि यहाँ फेरि एउटा पाल देखियो। पाल भित्रैसम्म छ। बत्ती बलेन है। यो भित्रसम्म छ यो ओडाहरू। हेर्नुहोस् यस्तो ओडाबाट सानो पाल। यता अर्को दुईवटा पालहरू छन्। यहाँ भित्रै छन्। यो कहाँसम्म छ भने साथै होइन, भित्रै जान्छ हात। यहाँ पनि भित्रैसम्म छ। कता हो सायद यहाँनिर नागदेवताहरू बस्नुहुन्छ होला। यहाँ चाहिँ ठ्याक्कै करङ टाइपको यस्तो ओडाहरूभित्र छु म। यहाँ भित्र छु। यहाँ परसम्म छन् यत्रो ओडाहरू छ। यहाँ त 100 भन्दा बढी मान्छे यहाँ अटाइन्छ यसमा। यहाँ चाहिँ यो द्वार देख्नुभयो। पहिला हाम्रा पुर्खाहरूले भन्ने गर्नुहुन्थ्यो यहाँनिरबाट काउरी काउला भाँडाकुँडा निस्किन्थे अरे। दियो सबै यहीँबाट निस्किन्थे अरे। अब आजभोलि त हामीले थाहा पाइन्न, तर बाउबाजेले भनेको सुनेको यो भित्रैसम्म छ यहाँनिर। यस्ता ठाउँहरू छन् हाम्रो। फुलहरूले राम्रै ठाउँ रोज्नु भएको एकदम उपयुक्त ठाउँ। ल गणराज चतुर्भुज पारा पाशाङ्कुश बरावित करम सिद्धि विनायक ल चढाइनुहोस्। हे गणनाथ, हे गणपति बाबु। माइलीले केलाउनु जान्नु रहेछ नि त। कान्छैले नि हो। कान्छै का चिन्छु। भाइ भन्नु मलाई भाइ भने खुसी लाग्छ। नै दुर्गालाई सोध्न पर्छ। बल्ल भन्छ त्यसले हो। चिनेर हिँड्छ हो नि त। कान्छी भाउजू के कति भयो होइन। म त अन्त मुर्गियादेखि माथितिर झिङ्गा मारामा छु। ए टिमुर खर्के हाम्रो सम्झिनी हुनुहुन्छ उहाँ त हरैया। त्यही त भाइ सानीमा मेरो। ए ल सबै हाम्रो गाउँघरको आमाहरूसँग भाउजूहरूसँग माइलीसँग भेट भएछ यहाँ। अरू सबैलाई त चिनिनँ मैले। कसलाई तिमीलाई पनि चिनेको छु। यो बाउ समूहको तिउन कटाई च्याप्प काट्नुहोस्। अब काट्नुपर्छ। यहाँ धेरैले काट्नुपर्छ। यहाँ यता मिठुले फेरि यहाँ दुध ला दुध बाक्लो भयो र
भैँसी दुख्दैछ ओहो हाम्रो कुल पूजामा आएका जेनजीका बच्चाहरू हेर्नुहोस् अब यो प्राकृतिक दृश्य नि हेर्न पर्यो हाम्रो ओडार माथिदेखि तलसम्म हामीले अब पूजा सकेर प्रसाद ग्रहण गर्दै खाम दाइले बाकुस पार्नु हो पार्नुहोस् हजुर ल मेरो फेसबुकमा आउँछ उतै हेर्नु होला सबैजनाले यहाँ चक्क प्रसाद तपाईँले किन खानु भएन मैले अहिले खान्छु ए मिठो खाने तपाईँले होइन मिठो होइन पाले खुवाउने पर्नु हो दाइले बाकुस पार्नु हो मुन्छ दाइले प्रसाद नखाएको कोही थाल बाँड्दैछौँ हामी यहाँ यही सकेर जति टाढा गर्दा नि त